हेलो गाइज वेलकम टु न्यू भ्लग। हामी स्टार्ट गरेर अब बाहिर निस्किरहेको छौँ ट्रेनबाट। अब लक खुलिसक्यो, टक्क निस्किरहेको छौँ। अब बाहिर घुम्न जाने। कस्तो छ, चिसो छ, गर्मी छ। अब यहाँ 8:30 बजीसम्म नि घाम टिलिक्क लागिरहेको हुन्छ। त्यही भएर अब हामी घुम्न निस्किरहेको छौँ टक्क। विशाल दाइ पनि आइसक्नु भयो। यताउता हेर्दा हेर्दै दाडी जिउन जाने कस्तो देखिरहेको छ, बच्चा जस्तो क्या। फेरि आज म विशाल दाई भन्दा नि बच्चा देखिरहेको छ। अरू बेला चाहिँ विशाल दाई बच्चा देखिनुहुन्थ्यो। त्यही भएर निस्किरहेको छ। घाम चाहिँ टिलिक्क लागेको छ। माया जालैमा जालै जालैमा। एउटा अनमोल केसी यहाँ छ, एउटा अनमोल केसी यहाँ छ। अनमोल केसी भनेपछि बुझ्छ नि, छक्का भनेर गन्छ नि त्यसलाई। त्यही भएर जुङ्गे दाडी काटेको हुनाले हातै दुखिसक्यो कि कति ब्लग। अनि यसो घुम्दै रहेको छु के छ र। अब हजुरहरूलाई म टक्क के भन्छ आफू बस्ने ठाउँहरू भ्यूहरू मजाले देखाउँछ सिनेमेटिक तरिकाले। कस्तो लाग्छ हजुरहरूलाई यसो बुझेर हेरेर प्रतिक्रियाहरू दिनु होला। अनि अरू त भ्लगमा भन्दै गरिरहेको हुन्छ के छ र। आज चाहिँ यता ठक्क अब यिनीहरूको पर्व रहेछ। युरोपभरिमा चाहिँ बन्द हुन्छ क्या, त्यो आजको दिन बिदा हुन्छ। अब साथी दाईहरूले टक्क भनिरहेको थियो कि साँझ चाहिँ मेगा इमेजहरू चाहिँ खुल्छ। अब खुल्छ कि खुल्दैन थाहा छैन, हामी पनि त्यही हेर्न गइरहेछौँ होइन। त्यही भएर अब कति बेला खुल्छ थाहा छैन। खुल्यो भने चाहिँ टमाटरहरू आउँछ, प्याजहरू आउँछ। अनि त्यसपछि के भन्छ चिकनहरू ल्याउँला कि ल्याउँदैन थाहा छैन। अनि खानेकुराहरू ल्याउँछ, त्यही हो। अरू चाहिँ त्यस्तै छ। हिँड्दा हिँड्दा के गर्नु त, हामीतिर गइरहेछौँ। मेगा इमेज खुलेको छ कि छैन भन्ने थाहा छैन। अब यत्तिकै टाइम पास गरिरहेको छ। दिनभरि रुममा बस्दा बस्दा नि बोर भइयो कि। कति बस्नु कि रुममा। बिहान त किचन सिचन सफा गरियो, त्यही भएर अब टाइमै भएन। तर म त किचन सफा गरेर नि भ्लग बनाऊ भन्ने भइरहेको थियो। पछि एक्लै के गर्नु भनेर बनाइएन। त्यही भएर अब झ्याउ लागिरहेको थियो। कति बस्नु भने मेरो त फेरि भोलि पनि बिदा छ कि। कति बस्नु भनेर यसो घुम्न निस्किदिरहेको हो। बाटोमा मान्छे नि कोही छैन, गाडी मात्रै छ। फेरि गाडी त जति पनि हुने कि फेरि यतातिर युरोपमा टक्क। अहिले फेरि कस्तो हो कि रुममा पर्सन छुट्यो कि टिआरसी काट्ने छैन। मोबाइलमा फोटोहरू छ, कहीँ झ्यापझुप समातिहाल्यो भने पनि गाह्रो हुन्छ यो। फेरि माया जालैमा 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 होला। अनि के छ त दाइ, आज कस्तो लागिरहेको छ त? कस्तो लाग्ने त, दिन छुट्टी जस्तो भएन कि सुतेर रमाइलो भयो कि सुतेर रमाइलो लागेन के भएन। अनि गाइज हामीहरू मस्त अब के भन्छ यता घामले पुरै दिइरहेको छ कि। टक्क हामी हाइवे टच भइसक्यौँ। अनि निस्किरहेको छौँ। मेगा इमेज यहाँ पुगिन लगाइसक्यो। ओपन छ कि छैन थाहा छैन होइन। अब ओपन भएपछि सामानहरू ल्याउने हो, छैन भने चाहिँ त्यत्तिकै फेरि जाने हो। के गर्नु त होइन। त्यस्तै छ जिन्दगानी दर्पण चाहिँ। अब ब्लगमा भिज्न आयो नि के गर्नु। हजुरहरूको लागि मनोरञ्जन गराउनु नै पर्यो। अनि त्यस्तै छ नि। हाम्रो फेरि काम गर्ने जाने बाटो नि हो कि मेगा इमेज हुँदै जाने हो। बन्द रहेछ हो साथी हो जस्तो लागिरहेको छ। मसिन त चलिरहेछ फेरि। फेरि उता मेडिकल पनि ओपनै रहेछ। अब बन्द छ कि चालु छ भने थाहा छैन हेर्दाखेरि। ल गाइज हामी मेगा इमेजमा आयो तर बन्द रहेछ। खुल्छ कि खुल्दैन थाहा छैन। खै खुल्छ त भनिरहेको थियो दाइहरूले। खुल्दैन होला सायद, गाह्रो नै छ। अब पर्वको दिन कसले खोलेर बस्छ। हामी दसैँ तिहारमा खोलेर बस्दैनौँ। नेपालमा त अब कुनै ठाउँ खोलेर पनि बस्छ नि, त्यो छुट्टै कुरा हो। अब विदेशमा हुन्छ हुँदैन त्यस्तो थाहा छैन। त्यही भएर अब निस्केर डुल्न गइरहेको छ। अब कहाँ पुगिन्छ थाहा छैन। कताबाट रिटर्न भइन्छ झ्याउ लागेर। त्यही हो, यस्तै छ। इमेज चाहिँ बन्द छ। हामी बाटोबाट हिँडेर जाँदैछौँ होइन। चल्दैछ यस्तै। यता यो खै के को रहेछ, मोडलिङको के को ड्रेसअपको ऊ छ यता यो साइडमा होइन। अब यो साइडबाट हामी लेफ्ट लिन्छौँ। लेफ्ट लिएपछि फेरि अस्तिकै ठाउँमा पुगिन्छ होला सायद गाउँतिर। चियान छ भन्दै थियो नि त्यतै।
टक्क निस्किने हो त्यही छ त्यो डाँडातिर जामे डाँडातिर जाने कि नजाने अब त्यो डाँडा होइन क्या त्यो अघि पऱ्यो नि त त्यो गोडाहरू थियो नि ओ त्यतातिर जाने जामा त्यो जामे यताबाट त कस्तो नजिक रहेछ फेरि टाइममै त्यही क्या त्यही चेन डाँडा होइन यो चियान डाँडा नै नाम राखिसक्यो फेरि हामीले बेचैनी तेरे ही संग हो आँखों का तू ही तो इंतजार है गलियों से तेरी मेरी तो मुस्कान इन आँखों से है खुसी के गर्नु गाना गाउन आउँदैन यतिकै टाइम पास गरिरहेछौँ अनि के भन्छन् झ्याउ लागिसक्यो दाइको अनुहार पनि के भन्छन् नुन खाने कुरा जस्तो अनुहार भइसक्यो खानेकुरा केही छैन अब हिजो स्याउहरू झ्याप हानेर ल्याइएन के भन्ने स्याउहरू त्यहीँ बसिरहेको थिएँ के गर्नु साथीहरू यस्तै छ अनि घाँसहरू पनि कस्तो राम्रो छ कि नेपालमा भए त भैँसी चराइन्थ्यो यहाँ त यत्तिकै खेर जान्छ के गर्नु यता भैँसीहरू छैन यस्तै छ जिन्दगी चल्न त चलाएछ कसरी चलाएछ त आफूलाई मात्रै थाहा छ अस्तिको च्यान काट्ने आउँदैछ बसाउँछ कि भाइ आउँछ नि बस स्टेसन त्यही गर्दैछ दिल तड्किने गाला चड्किने गरिदिने अन्त फेरि भनेको नो पार्किङ लट च्यान काट्ने पुग्न लागिसकियो हेर्नुहोस् उता पछाडि च्यान काट्छ यता पछाडि बाटो छ अनि उता पछाडि हाम्रो अपार्टमेन्ट छ अगाडि चाहिँ हेलो छैन बन्द छ हामी के भन्छन् मेगामीबाट निस्केर यता च्यान साइडमा आइसक्यौँ हजुर पनि आउने चाहिँ आउनु होला के भन्छ मेगामेच खुल्ला छ कि भनेर सोधिरहेको थियो छैन भनिदियो अरू के भन्नु र ल हेर गाइस त्यहाँ चाहिँ लोकल कुखुराहरू छ ऊ कुकुर पनि भुग्न लागिसक्यो के गर्नु भाले पनि बाँच्छ भनेको नि हो रहेछ त लोकल कुखुरा पनि छ त यता अब च्यान घाट सर्लक्कै छ होइन यता अब हाकिम साहब हिँडेर गइरहेछन् हाम्रो विशाल दाइ अनि यताबाट तल गएपछि चाहिँ कता पुगिन्छ हामी आज यो बाटो चाहिँ हिँड्छौँ है टक्कै सूर्य चम्केको बेला कस्तो ग्लोसन दिइरहेछ कि फेसमा चमक दिइरहेछ कि नत्र चमक दिने थोपाड त होइन चम्किदिइरहेछ तर सूर्यले डाँडा त होइन नि त यो ओह्रालो भन्छ चम्क्यो फेरि फेस नभएको थोपाडा नि चम्केको फेरि विपिन दाई भइदियो आमा मामा गरिहाल्थ्यो भाइ त फेरि लुक्स कडा छ के तर के गर्नु पोल्यान्ड गइसके चपस्टिक छोडेर पोल्यान्ड भागिसक्नुभयो आइन बट के गर्न सकिन्छ जाने मान्छेलाई कसैले रोक्न सकिँदैन होइन त ए तार डगी रहेछ जाउँ के हुँदैन उसलाई थोडा गर्ने रहेछ कुकुर त भुग्ने नै हो हेर त गाइस कुकुरहरू काट्नुमा आउँछ त झन् डरे पुरै यता त कुकुरहरू मात्रै छ ह्याट म त डरे ऊ बाटोमा नि आउँदैछ एउटा त्यो त लुते कुकुर नेपालको जस्तै ए हाम्रो नेपालभन्दा नि गएको जुरेको ठाउँ रहेछ भनेर नभनौँ किनकि सबको आफ्नो आफ्नो ठाउँको मौलिकता हुन्छ होइन सबले आफ्नो आफ्नो गरेर आउँछ के गर्नु कुकुरले त भुग्ने काम त हो नि ऊ त्यहाँ हाम्रो अपार्टमेन्ट छ कहाँ यहाँदेखि माथि ए आउने कुकुरहरूसँग लात्ता दुईजना छु दुईवटा लात्तीले हान्न सक्दैन कुकुरसँग कति डराउनु भएको के भुग्ने कुकुर कहिले काट्दैन
अहिले भाग्यो भने चाहिँ फेरि काट्न आउँछ कि होइन त विशाल दाई चाहिँ कुरसँग डराउनु हुँदो रहेछ कि हेर त अहिले त मेरो नि सातो भयो के गाह्रो छ नि बाहिर बस्न नि यति सजिलै कहाँ छ र अरू ठाउँमा बस्न भ्लग बनाउन छोडिदियो मार औ के गर्नु कपाल पनि काटिसक्यो दाढी पनि काटिसक्यो अनि के भन्छ चस्मा उल्टा लागिएछ टाउको कपाल ठुलो छ यस्तै छ विदेशमा यस्तै हुन्छ के गर्नु त आफूले काट्नु पर्यो अनि के भन्छ यहाँको पैसाले काट्नु लाग्यो भने सकिँदैन 200 300 भइरहेको हुन्छ अन्त नेपालको 6000 7000 भइरहेको हुन्छ त्यत्रो पैसा त कहाँ तिरेर काट्न सकिन्छ त त्यही भएर आफै काट्ने कि जङ्गे रेलमा कि जङ्गे जेलमा त्यस्तै हो एमएसडी खुलेको रहेछ यसो घुमघाम्ने भइयो रुमतिर पनि आइयो अनि के छ यस्तै छ ढोका त अहिले आजभोलि खै किन कसको स्क्यानर चाहिँ के छ 24 टाइम खुल्ला हुन्छ ढोका कोही पस्यो भने चोरी भयो भने नि भाल्लै फरक हामीलाई सिसी क्यामेरा आउँछ होइन त गाइज हामी कोठामा पुगिसक्यौँ के गर्दै हुनुहुन्छ दाइहरूले हेर्ने हो के गर्नु सुतिराख्नु त भयो होला कस्तो रुम पनि ढुङढुङती गाना जस्तो फिल भइरहेछ विशाल दाइ चाहिँ ज्याकेट खोलेर बस्नु भयो के छ त गुले भाइ कहाँ गयो केही भन्न चाहनुहुन्छ हाम्रो भ्युअरहरूलाई ल यस्तै छ घुमघाम यस्तै भयो मेगामिक्स चाहिँ बन्द छ यस्तै भएर बेकार छ के जिन्दगी यस्तै छ थ्याङ्क यू सो मच गाइज वाचिङ फर another video all videos subscribe to channel bye bye